हजुर छोरा माछा फ्राई गरेको यसो माछा ल्याएको थियो आज हट्टेबाट हट्टे गएको थिएँ अनि माछा ल्याएर फ्राई गरेको नानी के गर्नु माछा त मैले अघिदेखि खाएको नानी अहिले मात्रै होइन पहिलेदेखि खाएको ए माछा फ्राई गरेर यस्तो गर्दैछु हेर नानी टक्कसँगले माछा फ्राई गर्नु पर्यो माछा धेरै फ्राई गरेको नानी मैले हेर्नु चाहिँ धेरै पैसा त धेरै गर्नु भनेर फ्राई गरेर खाउँ भनेर के गर्नु त खानु पर्यो ल्याएर फ्राई गरेको अनि भनेर हेर्नुहोस् यहाँ पाक्दैछ अझै फ्राई गर्दैछु हजुर कस्तो त कोइलीको मेरो खोटाङ हो नानी अझ चाहिँ यिनीहरू आइएको छु खोटाङ चाहिँ ठिकै थियो यहाँ ठिकै छ नानी राम्रै छ राम्रै छ अब हार बसिहाल्यो राम्रो छ नानी ठिकै छ भिडियो हेर्नेहरूलाई मेरो माछा तारा हेरेर यसलाई सेयर गरिदिन्छ कि भनेर राम्रो लाग्यो भने गरिदिनु होला भनेर गरिदिनु होला मर मसला प्याज लगायो टमाटर लगायो मसला लगायो चिकन मसला लगायो टक्कसँगले फ्राई भइहाल्छ खान्छु नानी खान्छु पाहाडमा हाम्रो खोला थियो ठुला अनि मारा ल्याउँथ्यौँ सधैँ यस्तै गरेर म फ्राई गरिराख्छु सधैँ नै अघिदेखि खाइरहेको नानी हो त म त नानी 16 सालको म बुढै भएँ ठिकै छु साह्रो बुढो होइन ठिकै छु नानी हजुर पत्तावालै छु हजुर त नानी हेर्नु होला सबैले दर्शकहरू हेरेर सेयर गरिदिनु होला है एकदम आगोमा अर्गानिक हजुर आगोमा एकदम निरन्तर साथ बनाउनु भएको छ हजुर सबैलाई राम्रो लाग्यो भनेदेखि सेयर गरिदिनु होला सेयर गरिदिनु हाम्रो गर्छु नानी यसो फटाउनु राख्नु थियो नानी कति गर्छ र राम्रोसँग गर्नु पर्यो नि त यो भित्र पार्दैन राम्रो पार्छ हेर्नु